पहिला कस्तो थियो नि यहाँ हामी सायद मान्छे मात्रै हिँड्ने बाटो थियो। मान्छे हिँड्दाखेरि यहाँनिर भनौँ च्याङ्ग्राहरू, घोडाहरू, च्याङ्ग्राहरू यस्तोहरू खेदेर लान्थे। त्यहाँ हिँड्नु पनि गाह्रो थियो। यहाँनिर कस्तो थियो नि मान्छे लडिन्छ भने खच्चडहरू हिँड्ने गरेको थियो यहाँनिर। यो चाहिँ ठुलो अक्कर। अहिले अब आएर यो अहिलेको यो 21औं शताब्दीमा आएर यस्तो रोड बनेको छ। सायद यो सोचेको नि थिएन होला हामीले यस्तो हुन्छ भनेर है। अहिले यस्तो भएको छ। यो चाहिँ अक्कर है, ठुलो अक्कर। यसलाई ठुलो अक्कर भनिन्छ है। यो चाहिँ एकदम डेन्जर हो। जय माताजी रक्षा गर्नु, जय विश्वकर्मा बोले बाबा जय माता रक्षा गर्नु। र यो अक्कर हो हेर्नुहोस्, एकदम खतरा छ है। हेर्दै डरमर्दो। बाटो पनि यत्रो छ यहाँनिर, एकदमै डेन्जर हो यो ठाउँ। हामीले चाहिँ यसलाई थोरै यसो भिडियो खिचेर देखाइरहेको छु। यो अक्कर हो। पहिला यहाँनिर हामी मान्छे हिँड्ने बाटो थियो र खच्चड हिँड्थ्यो। त्यसमा पनि डोको बोकेर मान्छेले डोको बोकेर हिँड्नु परेको थियो। नुन धरान किन्न आउनु पर्थ्यो डोको बोकेरै है। सामानहरू जे कुरा ल्याउँदा पनि हाम्रो बाजेहरूले यसरी गर्नुहुन्थ्यो। अब अहिले आएर यदि हामी यति सुविधा पाएको छौँ, हेर्नुहोस् यी मोटरसाइकलमा सरर हिँड्नु पाएको छौँ है। हस्, धन्यवाद।